Hello साथीहरू, वेलकम ब्याक टु माई च्यानल। आफ्टर लङ टाइम टुडे आइ एम गोइङ टु मेक भिडियो। अनि आज चाहिँ पानीपुरी बनाउनु गइरहेको छौँ। अनि त्यसको लागि चाहिँ हामीले पहिला सुरुमा आलु उसाल्यौँ। आज चाहिँ बहिनीहरू पनि आएको थिए अनि त्यसपछि सबै मिलेर आज पानीपुरी खाऊँ भनेर हामीले चाहिँ प्लानिङ गऱ्यौँ। अब अहिले चाहिँ आलु उसाल्दैछौँ। आलु चाहिँ हामीले इलेक्ट्रिक ग्यासमै बनाइदिउँ, अलिक ग्यासको सर्टेज छ। इमुनी पनि लिएर आएको थियौँ। अब इमुनीको चाहिँ बाहिरको खोस्टा खोल्नु पर्यो है। यो इमुनी चाहिँ हाम्रो यता घरतिर बेच्न लिएर आउनु भएको थियो अनि त्यही किन्यौँ। अब यो चाहिँ हामी पुरै खोस्टा निकालेर यसलाई भिजाउन राखिदिन्छौँ एकैछिनको लागि। अनि अब भिजाएर चाहिँ बहिनीलाई चाहिँ हामी यसरी हल्का त्यो गेडाहरू सबै निकाल्नु दिइरहेको छौँ। साइडमा चाहिँ प्याज पनि काटिरहेको छ। ऊ मेरो मामाको छोरी, उसले चाहिँ म आफै गर्छु भन्यो, त्यही भएर उसलाई दिएँ। अनि यता फेरि प्याज काट्दैछौँ। आज सुस्मितालाई चाहिँ प्याज काट्नु दियो। अनि म र मेरो मामाको छोरी कान्छी छोरी पूर्णिमा भएर चाहिँ हाम्रो चाहिँ यो घरमै हुन्छ। धनियाँ पुदिनाहरू चाहिँ घरमै हुन्छ। अनि हामी चाहिँ त्यही बारीमा गएर टिपेर लिएर आयौँ। अनि लिएर आएर चाहिँ यसरी मिक्सीमा हालेर पिनेर भएपछि अब पुरी फुराउनको लागि चाहिँ तेल हाल्यौँ। अनि तेल चाहिँ हामीले सनफ्लावर युज गरेको छौँ। हामी युजली चाहिँ तोरीको तेल खान्छौँ, तर आज चाहिँ फुराउनको लागि चाहिँ सनफ्लावरै ठिक हुन्छ, त्यही भएर सनफ्लावर ग्राम अघिको पेस्ट यस्तो भयो। अब यसलाई चाहिँ हामी यसरी छान्छौँ। त्यो फोरोहरू चाहिँ इग्नोर गर्नु है, त्यो चाहिँ अब के गर्नु, अहिले पछि मिलाउने भनेर त्यत्तिकै गरिरहेको छौँ हामीले। अब त्यसमा चाहिँ हामीले अलिकति पानी हालेर छान्छौँ। नछाने भने फेरि अलिकति बाक्लो हुन्छ नि त, त्यही भएर यसरी यो ठुलोवाला झाँझो राखेर छान्यौँ। हामी चाहिँ पानी हाल्दै अनि त्यसलाई छान्दै गऱ्यौँ है। अब हामीलाई जस्तो आउँछ त्यस्तै गरेर हामीले पानीपुरी बनायौँ। अब बजारमा अब प्रोफेसनल तरिकाले त बनाउन आउँदैन है, त्यही पनि बनायौँ। यो चाहिँ हो हाम्रो पुरी। कति राम्रो छ त, कस्तो मजाले फुरेको थियो कि है। यति ठुलो भएको थियो, मुखमै नअट्ने खालको भएको थियो। हेर्नु कति राम्रोसँग फुरेको छ। हजुर पनि यस्तै फेरि मार्केटबाट लिएर आउनु भने चाहिँ मजाले फुर्दो रहेछ, तर घरमा अर्को खालको पुरी जस्तो त हुँदैन। तर यो राम्रो छ। हेर्नु हाम्रो कुक गर्ने म्याम बहिनीहरू सबै भएर बनायौँ। अब चाहिँ हामी अघिको आलु उसालेको खोलेर अब यसलाई छिल्का जति फेकेर एउटा उसमा हालेको छौँ। अब यसमा हामी अघि काटेको प्याज खुर्सानी हालेर हामीले यसलाई मोलेर यसमा नुन धुलो खुर्सानीहरू चाट मसलाहरू हामीले हालेर अनि यो आलु बनाइसक्यौँ। पानी चाहिँ बन्यो। लास्टमा हाम्रो यस्तो भयो थियो, एकदम मिठो भएको थियो है। हेर्दाखेरि अब कस्तो देखेछ, तर एकदमै मिठो भएको थियो। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ। सबैजनाले गरेर लाइक सब्सक्राइब अनि कमेन्ट्स गरिदिनु है। थ्याङ्क यू।